मेरो त जिन्दगी बर्बाद भयो के गर्नु बल्ला बल्ला एउटी ल्याएको त्यही पनि पहिलाखेरि एउटा भएको छोरो छ दिनभरि लखर लखर डुल्छ यसो बाउलाई सघाइदिउँ भएन अहिले केही गरेन भत्तो कुकुर जस्तो डुल्छ आओस् न त्यो आज त्यसको ढाड नभाची छोड्दिनँ म अनि दिनभरि घुरेको छ यता गरो उता गरो छैन के गर्नु खपरमै यस्तो रहेछ आफ्नो त अब धेरै आफू जत्रो भयो उठ्न नि सकिँदैन होला छोराछोरी पनि अब बुढी दियो पहिला गई छोरो दिदियो ए बाउ के गरिरहेको इतारु यता आइज त यता आइज अया तेरो आँखा फटेको छ देखिन चोया काडिरहेको ए चोया छ नि त जानु त फटे ठिक पर्नु होइन किन ठिक पर्ने फेरि तेरो पहिला गएको आमा खोज्न जानुलाई उपल्लो गाउँ जानुलाई ठिक पर्नु भनेको बाउ केटी माग्नुलाई केटी ए हो र अघि भन्नु पर्दैन बच्चा यतिखेर त हामी आधी बाटो पुगिसकेको हुन्थ्यौँ सुन्नु खोजे पो राम्ररी भन्नु त हात चलाएको चलाइ गर्छ खुट्टेको बुढा नरिसा त भज्या तँलाई थाहा छ के भाउ तेरो आमा पहिला गएदेखि यो घर अँध्यारो भइरहेछ अब मैले बे गरेँ भने फेरि यो घर उजेलो हुन्छ तपाईँको लागि होइन त भाउ मेरो लागि पो केटी माग्न जाने भनेको त के तँलाई शरम छैन बाउभन्दा अगाडि बे गर्नलाई होइन के को शरम अरू कतिचोटि बिहे गर्ने तपाईँ अरू बिहे से गर्नु पर्दैन तपाईँ भाब्दैन तपाईँलाई ए त्यसो पो जा त्यसो भए आफै बात गर आफै बिहे गर ए म नदुखाउनु न बाउ जानु त फट्टै ठिक परिहाल्नु मैले तपाईँको लागि गाडी बोलाएको छु चारैतिरबाट हावा लाग्ने ए हो र अघि भन्नु पर्दैन बज्या यतिखेर त हामी केटीको घरै पुगिसकेको हुन्थ्यौँ जा त गाडी लिएर आइज म अहिले ठिक पर्छ ल ल बाउ ए बाउ म आएँ हा जा जा छोराको लागि बुहारी हेर्न जानु पर्ने आमा चाहिँ कस्तो छ मेरो कोट कहाँ छ हो गाडी लिएर आइपुग्छ होला कतिखेर आइपुग्छ गाडी लिएर केटोले बे गर्नु पर्यो यसपालि कहाँ आइपुग्यो एसीवाला गाडी ल्याउँछु भन्थ्यो काम नभएको पिसाद एसी गाडी बोलायो होला भनेको त 3 खुटे गाडी पो बोलाएछ ए बाउ केटी पो राम्रो हुनुपर्छ त एसी गाडीमा त पछि चढौँला नि पछि ए हो ल ल आइपुग्यो बाउ आइपुग्यो ए ड्राइभर दाइ गाडी रोक न गाडी रोक आइपुग्यो आइपुग्यो बाउ ए ल बाउ नानी हाल्नु ल ल ल भाइ त पनि इन्जोय गर्छ पैसा दिस दाइबाटै के भाउ त त फेरि लोभी पो छस् त के बोल्नुभएको बाउ यस्तो केटीको घर आइपुग्यो त ए हो र आइसक्यो चम 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 ल हेर मिलाएर पुरा गर्ने बाउ ल ल फेरि त गएर त्यहाँ केटी घरमा चाहिँ नगर्ने फेरि ल ल बाउ हतार नगर बुझिस् त कुरो उम्काउँछस् म बोल्छु त केटीको छ तपाईँ चाहिँ खालि कुरो चाहिँ छिन्नु न बाउ ल अरू त म माथि छु सँग भनेको सम्पत्तिको नाममा एउटा यही मोबाइल फोन छ त्यो पनि हातमा भन्दा बढी चार्जमा राख्नुपर्छ अब के धनी मनीको कुरा गर्नु र हुन्छ नि बाउ तपाईँ चाहिँ कुरो मिलाइहाल्नु दिदी दिदी के भयो त्यो अस्ति आएको केटा र त्यो केटाको बा होला आउँदैछ तपाईँलाई हेर्नु ए हो र खोइ खोइ बहिनी आमा खोइ जा आमासित बहिनीले हस् त ए आइपुग्नु भयो तपाईँ आइपुग्यौँ भाग्यमान ठुली 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 हुनु आउनुहोस् न भित्र हालिन्छ कि त्यस्तो तपाईँहरू एकछिन बस्दै गर्नुहोस् म पानी लिएर ल ल ल नानी
अनि केटा मलाई थाहा छ के भाउ? मलाई कसैले सम्मान गरेर ढोक गरे भने म भित्रैबाट धेरै खुसी हुन्छु। बेसी नबोला न भाउ, चुप लागेर बस न, चुप लाग। ल ल नगर न, चुप लागेर बस। लिनुहोस् पानी, हुन्छ। लिनुहोस्। हजुरहरू एकछिन बस्दै गर्नुहोस्, म आमालाई बोलाएर आएँ। हुन्छ नानी, जाउँ जाउँ। अनि केटा यही हो क्या? यो त साली हो नि भाउ, बुहारी त भित्र पछि त। ए कहिले हेरौँ हेरौँ भइसक्यो नि भाउ। चुप लाग, म मिलाउँछु। अनि भाउ, के भयो? मलाई त ऊ भन्दा साली पो मन पर्छ। चुप लाग न, चुप लाग, मैले देखेकै छैन। नमस्ते। नमस्ते। अनि छोरी पाहुनाहरूलाई पानी दिस् त? दिए पनि लिए पनि। भन के लिइस्? आशीर्वाद। त्यस्तो भन्न त नि। जा दिदीलाई चिया पकाउनु भने पाहुनाहरूको लागि। होस् त आमा। हजुर भन्नुहोस् त, पर गाउँबाट हाम्रो घरमा के विषयमा आउनुभयो त? हामी त हजुरको घरमा हजुरको सामु एउटा बिन्ती लिएर आयौँ है हजुर। हजुर भन्नुहोस्। हजुरहरूको बगैँचामा फुलिरहेको फुल अन्जानमा हाम्रो बगैँचामा सरेछ। एकाङ्गी थियो, बहुराङ्गी भएछ, त्यसैले पो सुन्दर भएछ। हामीहरूले स्वीकार गरेन भने कहाँ पो जान्छ र यिनीहरू? हामी त यही खबर लिएर आयौँ है हजुर। ए हो र? ल ठिकै छ नि त, दुवैजनाको मन मिलेर गरेर खाए, अरू हामीलाई के नै चाहियो र? ठिकै त भन्नुभयो हजुरले, दुवैजनाको मन मिलेर गरेर खायो भने हामीलाई के नै चाहियो र? अनि त्यसो भए कुरा मिलेको सोचौँ त हजुर। हुन्छ नि त, छोरी खुसी छिन् भने हामी के नै भन्न सक्छौँ र? हजुर हजुर। छोरी चिया लिएर आऊ त। हुन्छ। आमा लिनुहोस् तपाईँ पनि। बिस्कुट लिनुहोस्। हुन्छ नानी। आमा पनि लिनुहोस्। छोरी आऊ, तिमी पनि बस है। हस् आमा। चिया त मिठो बनाउँदिरहेछ नानीले। अनि भाउ, मलाई उसँग एकान्तमा बात गर्नु छ। ल ल म कुरो गर्छु। अनि हजुर, यी नानीहरूलाई एकान्तमा यसो बोल्न दिउँ कि एकअर्काको मन बुझ्छन्? हुन्छ नि त, जाऊ छोरी बात गर। जाम त भाउ। अनि हजुर, यहाँ नानीहरूको बाबा चाहिँ कहाँ हुनुहुन्छ त? के भन्नु हजुर, यो नानीको बाबा विदेश जानुभएको 9-10 वर्ष भइसक्यो। केही खबरै छैन। आजसम्म फोन पनि गर्नुभएको छैन। ए हो र? मेरो पो कुरा मिल्छ कि क्या हो? के भन्नुभयो कि हजुरले? होइन होइन, केही भनेको छैन। के गर्नु हो हजुर, मेरो पनि यस्तै दशा छ। आफन्तको नाममा एउटा छोरो छ। छोरो सानो हुँदै यसको आमा पहिला गयो कि अहिलेसम्म केही खबरै छैन। ए हो र? परिवारमा तपाईँहरू दुईजना मात्रै हुनुहुन्छ? हो नि हजुर, हजुरको र मेरो एउटै दुःख रहेछ। अनि हजुरलाई एउटा कुरो भनौँ कि जस्तो लागिरहेको थियो। हजुर भन्नुहोस् न।
यसो हामी पनि एकअर्काको दुःख बुझौँ कि जस्तो लागिरहेको थियो। भन के भन्नु खोज्नु भएको तपाईँले? अब घुमाइ फिराइ के कुरा गर्नु हजुर, यसो हामी पनि एकअर्काको दुःखमा साथ दिउँ न त। ए शरम नभएको मान्छेहरू, छोरी पनि माग्ने आमा पनि माग्ने, लास पच्चेकोहरू। जा जा छोरी उयो झाडु लिएर आइज। आज म झाडुले छोरी हेर्न आमा हेर्न के गर्नुभएको छ?